सो हे गाइजहरुलाई स्वागत छ मेरो एउटा ब्रान्ड न्यू ब्लगमा। सो आज चाहिँ हो मन्डे अनि मैले चाहिँ म चाहिँ स्कुलबाट आइसकेँ हैन। अनि अहिले चाहिँ म जुत्ता तान्न लाग्छु अनि म छोरालाई एउटा चिज देखाम छोड त उ त्यहाँ हेर्नु माथि गएर देखान त्यो हेर्नु देखिन्छ किन है। वाइफाई को तारमा यहाँ पनि छ तर यहाँ त्यति देखिन्न। वाइफाई को तारमा उ छ अनि सो यो अनि सो इन्ट्रेस्टिङ कुरा भन्दै नि भोलि के हुने होला। अनि भोलि चाहिँ हामीलाई लग्न लाग्नु भएको छ फुटसल स्कुलबाट हैन। अनि स्कुलबाट फुटसल लग्न लाग्नु भएको छ अनि त्यसको लागि मसँग जर्सी चाहिँ छ। अब त्यो उ छैन कि मसँग फेरि के भन्छ त्यसलाई सुज गिटी सुज छैन, फुटबल सुज छैन, जर्सी छ। अब त्यो साथीले दिन्छु भने गिटी सुज चाहिँ अब त्यो गिटी सुज अहिले पछि ल्याउन आउँछ अनि त्यसपछि फुटबल खेल्न मजा आउँछ। अनि भोलि चाहिँ फुटसल हो। अब पैसा चाहिँ कति हुनु पैसा लग्ने होइन अरे अनि फ्रीमा अरे नास्तासहित। ठाउँ चाहिँ माथि वहाँ डिएनपी डाँडा। अब थाहा छ कि थाहा छैन, अब थाहा छैन भने अब सुन भनिहाल्यो, थाहा भने थाहा भन्नु। सो अहिले चाहिँ रात परिसकेको छ, हेर्न सक्नुहुन्छ होइन। अनि म चाहिँ सुज पनि लगाइसकेको छु, ससुज चाहिँ यहाँ छ। अनि मैले खाना पनि खाइसकेँ अनि सो यही हो। अब भोलि हेरौँ होइन कस्तो हुन्छ। सो आज चाहिँ अर्को दिन अहिले बजिरहेको छ 5:30 हेर्न सक्नुहुन्छ। कोही उठेको छैन हाम्रो घरमा, सुतेको छ। हजुरआमा यहाँ सुत्न आयो, बहिनी यहाँ सुतिछ, म मात्र उठेको छु किनभने हजुर ल ल हाम्रो चाहिँ 6:30 बजे स्कुलमा जाने अरे। अनि 6:30 बजे चाहिँ यहाँबाट हामीलाई फुटसल ग्राउन्ड लगाउनु छ होला। अनि 6 बजेबाट चाहिँ हाम्रो फुटसल स्टार्ट हुन्छ। सो यही हो, अब हेरौँ होइन कस्तो हुन्छ। सो म चाहिँ रेडी भइसकेँ, जर्सी लगाइ मतलब माथि टी सर्ट लगाइसकेँ होइन। अनि तल चाहिँ कट्टो अर्को लगाएको छु किनभने त्यो मेरो अर्को कट्टी छ नि त्यसको यहाँ ग्याटिसको भएको हुन्छ नि यो भएको लुगा खाले धागो भएको मन लगाएँ 4 month थियो त्यही मन चाहिँ लगाएँ। अनि यहाँ चाहिँ छ जुत्ता मोजा छ अनि यो मोजा यो यहाँभित्र जुत्ता छ ए यो। अब म जान्छु होइन। अनि पोर्चुगलले चाहिँ हारेछ होइन स्पेनबाट होइन। अब एउटा फेसबुक हाल्नुहुन्छ क्या मसँग साथी एउटा दाइ हुनुहुन्थ्यो नब्बु काजी भन्ने, अनि स्टोरी लगाउनु भएको थियो, मतलब ट्याग लेख्नु भएको थियो, मतलब स्टोरीमा लेख्नु भएको थियो पोर्चुगलले हार्यो भनेर। अनि म परे ब्राजिलको फ्यान। अनि त्यसपछि त्यही भएर हिजोदेखि मलाई लास्टै रिस उठाएको थियो कि साथीहरूले ब्राजिलले अस्ति उहाँबाट हार्यो नि, नर्वेबाट हार्यो। अनि त्यहाँबाट मलाई लास्टै रिस उठाइरहेको थियो। अनि उहाँको स्टोरीमा गएर हाँस्दै गर्दा अहिले आयो मलाई मेसेजमा भन्नुहुन्छ के भन्छ भन्नुहुन्छ अहिले गेममा त हार्दिक भइहाल्छ नि किन हाँसेको भाइ भनेर लेख्नु भयो। तर उहाँ मेरो मामा पर्नुहुन्छ, भाइ किन आउनुभयो किनभने उहाँले मलाई चिन्नु अनि मैले उहाँलाई चिनेछु त्यही हो। सो अहिले चाहिँ पानी पर्न स्टार्ट भइसकेको छ होइन। एकछिन बत्ती गएर आयो अनि त्यहाँपछि पानी पर्न स्टार्ट भइसकेको छ। अनि म यहाँ मामासँग कुरा हेर्न लाग्नु भएको छ। खै बिचरा मैले जत्तिकै क्यामेरा अन गरेँ त्यत्तिकै फोन कटाइदिनु भयो। उता हुनुहुन्थ्यो काममा हुनुहुन्थ्यो त्यही भएर कटाउनु हो। कस्टमरहरू धेरै आउँछ नि त्यहाँ।
अब मामाको काम चाहिँ कस्तो भनेपछि एउटा ठेला छ है, ठेला हिँड्ने हुनुहुन्छ अनि त्यो ठेलामा चाहिँ उ गर्नु मोमो बेच्ने क्या, जस्तो पनिर मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो त्योहरू बेच्नुहुन्छ। अनि जुगारा चलिहाल्छ अनि त्यही हो। अहिले चाहिँ पानी पर्न स्टार्ट भइसकेको छ, हेर्न सक्नुहुन्छ गाइजहरू। अनि छिटो 5050 सब्सक्राइबर गराउनु न, लाइभ आउन भनेको हजुरहरू लाइभ आउने गराउनु न। यसो मैले के भनेको थिएँ भने चाहिँ अब मैले अघि भर्खर हाम्रो स्कुलको यो पेजमा हेरेको, फेसबुक पेजमा हेरेको के हालेछ भनेपछि अब मेरो फेसदेखि नै त हाले आएन होइन। अब त्यो जगल गरेको एकछिन वार्म अप गरेको चाहिँ भिडियो हाल्नु भएको छ स्कुलको प्रिन्सिपलले। अनि हाल्नु त भए तर मेरो फेस त्यस्तो देखाएन, राम्रोसँग देखाएन। त्यही भएर अब म हाल्न चाहिँ सक्दिनँ होला होइन। साल चाहिँ रात परिसकेको छ अनि खानासाना खाएर मजा डलिरहेको छु। के गरौँ त। सो अहिले चाहिँ साँझ परिसकेको छ होइन। मैले चाहिँ त्यहाँ गएर चाहिँ भिडियो चाहिँ बनाउनु पाएन, अनि किनभने त्यहाँ ट्रेनिङ गराउनु हुँदो रहेछ होइन। काठमाडौँबाट आउनुभएको रहेछ अनि ट्रेनिङ गराउनु भयो हामीलाई। 1 घन्टा जति ट्रेनिङ गराउनु भयो, 5-10 मिनट जति गेम गराउनु भयो होइन। बन्द गरिदिनु। अनि त्यहाँपछि ल 1 घन्टा जति ट्रेनिङ गराउनु भयो, 5 मिनट जति म्याच खेलाउनु भयो। अनि त्यहाँपछि अनि स्ट्रिक हुनुहुँदो रहेछ क्या कोच पनि। अनि त्यही भएर हामीलाई चाहिँ सो अहिले के भन्नु भनेपछि प्र्याक्टिस गर्ने भए गर, नत्र बाहिर जाऊ भन्नुभयो। अनि त्यही भएर डर लाग्यो, त्यही भएर अनि मोबाइल सोबाइल ल्याएनौँ, लगेनौँ भित्र होइन। त्यो प्र्याक्टिस मात्र गरिराखेँ। सो आजको लागि यति नै। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। च्यानलमा नयाँ छ सब्सक्राइब गरिदिनुहोस्, पुरानै हुन्छ अनि सेयर ठोकिदिनुहोस्। हस् त नमस्कार, बाई बाई। छिट्टो भिडियोमा अर्को भिडियोमा बाई बाई।